अहिले चाहिँ हेर्न सक्नुहुन्छ यही गुराँसको रुख गुराँस त कति छन् यहाँ झर्ने चाहिँ यही बाटो है अनि यहाँ चाहिँ हेलो नमस्ते सबजना नभएका फाइन म पनि एकदम फिट एन्ड फाइन छु शुभ बिहानीको साथमा शुभ लगाइसकेको छु दाजुभाइ तथा दिदीबहिनीहरू होप सब तपाईहरु सबजना एकदम फिट एन्ड फाइन हुनुहुन्छ भन्ने आशा गरेको छु सो त्यही हो अनि आज चाहिँ ठ्याक्कै होलीको दिन परेको छ अनि आज चाहिँ हामी उता माथि होलेरी साइड जाँदैछौँ घोराइदेखि होलेरी अनि बीच बाटोमा चाहिँ अघि न एकदम हतार भएको थियो त्यही कारणले अलिकति भ्लग पेल्न भएको छैन अहिले चाहिँ बाटैमा छौँ यो माथि दुईखोलीदेखि माथि आइसकेका छौँ सो त्यही हो बाटो एकदम बिग्रिया छ अब भिडियो स्टे ट्युन अब के कस्तो हुन्छ सबजनाले हेरिदिउँ अब तपाईँ मेरो च्यानलमा हुनुहुन्छ डु नट फर्गेट लाइक कमेन्ट सेयर सब्सक्राइब सबजना सपोर्ट दिनु पऱ्यो माया दिनु पऱ्यो सो त्यही हो सो हाम्रो हेर्न सक्छ पार पिपिन दाइ कस्तो भइरहेको छ आजको राइड दामी भयो दामी म त भइरहेको कतिको दबाहा अहिले त केही भयो दबा छैन ल मेरो पारस दाइ कस्तो भइरहेको छ आजको दिन सबैलाई स्वागत छ उसो भएको ब्लगमा है आज चाहिँ हामी घोराइ टु होलेरी हामी 4 जना गइरहेको छौँ आजको आउटफिट हेर्नु कस्तो ठिक छ नि अनि यो रिङ चाहिँ गर्लफ्रेन्डले दिएको ल घाम सामला आइसकेको छ सो त्यही हो अब भ्लगमा भइरहँ त्यही हो अब अलि माथि गएर भेट्छु बाटो चाहिँ एकदम बिग्रिएको छ कि हेर्न सक्नुहुन्छ यी यस्तो छ यी धुलो यी यस्तो छ बाटो अब त्यही पनि हामी बबाल कन्टेन्ट लिएर आएको छु पेदीको बाटो आएको छौँ हेर्न सक्नुहुन्छ यो अनि यो डाँडा सब काटेर सो त्यही हो हाम्रो यस्तो कस्तो कतिको दो भा भाइ यार धौ त भएको छैन मलाई होइन किनभनेपछि यो ग्रुपमा सबभन्दा हेल्दी एकदम अन्डा सन्डा खाने मान्छे मै हो दुध सुप होइन बिहे पनि गरेको छैन एकदम ताकत छ म कहीँ पनि पुग्न सक्छु तर हाम्रो एउटा भाइ छ नि त्यो मभन्दा यङ हो नाम भन्नु न यो उसको नाम बिपिन चलाउने उसले काम भनेको धेरै जस्तो आलु खन्ने काम गर्छ अनि त्यही भएर एनर्जी एकदमै धेरै लस भएको कि उसको अनि तलैतिर फेन्टा भएर सेन्टा हाल्दै पल्टिरहेछ कि त्यो मभन्दा यङ हो होइन 2-3 वर्षले काम छु उसलाई चाहिँ म सजेस्ट पनि गर्छु अन्डा खाऊ केरा खाऊ अब डाइट साइड ज्यान बनाऊ होइन तर उसले चाहिँ खै कहाँ फाल्छ त्यो के गर्छ कहाँ जान्छ बाइक किनेको छैन कति केटीसँग घुम्छ त्यो चाहिँ तपाईँहरू चाहिँ घोराइमा देख्नुहुन्छ होला म त्यो बाइकको नम्बर चाहिँ भन्दिनँ तर उसको नाम बिपिन चलाउने है त्यसलाई चाहिँ एकदम कति देख्यो भने एकदम खानापिने गर्ने है ल गाइस गाह्रो भइरहेको छ यो मजाक हो एउटा हामी चाहिँ अहिले टिप्पणीमा हाल्छौँ होला त्यही त कि साइकल म झ्याउला हाके ल गाइस ट्युन है सो वाट्सएप हामी चाहिँ अहिले ठ्याक्कै यो खानाको यो फोन भयो अनि यहाँ चाहिँ यो भयो अनि हामी चाहिँ अहिले ठ्याक्कै यहाँ छौँ धुलोले यस्तो भएको छ भने ठ्याक्कै यो टिप्परले चाहिँ खाना छोडिदिएको छ अनि लास्टै धौ भएको थियो कि अनि त्यही कारणले अहिले ठ्याक्कै टिप्परमा माथि तल के भन्छन् त्यसलाई पेदीदेखि यहाँ माथि यो खारासम्म यस्तो बबाल चाहिँ ठाउँ आमामा पुरै छोडिदिनु चाहिँ हेर्न सक्नुहुन्छ यी अनि जस यहाँसम्म मात्र आउने रहेछ टिप्परहरू अनि माथिको टिप्पर माथि पनि खानी छ त्यहाँ चाहिँ बन्द भएर रहेछ क्या होलेरी नयाँ गाउँ भन्ने ठाउँ छ त्यहाँ आइपुग्नु लाग्छ अलिकति अगाडि छ सो त्यही हो अनि एकदम धौ भइरहेछ अनि आधी बाटो चाहिँ टिप्परले ल्याइदियो हामीलाई चाहिँ अनि त्यहाँ तल खारादेखि चाहिँ त्यहाँदेखि हामी माथि होलेरसम्म चाहिँ जस यस्तै साइकल चलाएर जानु लाग्छौँ सो त्यही हो टियरान चाहिँ कस्तो भइरह हेलो सो यो चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो हिमाल हेर्नु न यस्तो बवाल क्लियर छ तर गोप्रोमा चाहिँ त्यति राम्रो क्याच भएन होला हामी चाहिँ अहिले ठ्याक्कै यो पेट्रोल पम्प लिएर आएका छौँ अनि सो हेर्न सक्नुहुन्छ पेट्रोल पम्प यहाँ छ अब गुराँस चाहिँ जस अलिअलि छन् अब त्यो चाहिँ टिप्नुपर्छ अलिअलि भए पनि अब होलेरी पुग्छौँ होलेरी पुगेपछि चाहिँ अब चाहिँ सिधै होलेरी भेटौँ है त अहिले चाहिँ हामी ठ्याक्कै होलेरीको यो मेन यो बोर्ड लिएर आइपुगेका छौँ होलेरी चाहिँ त्यहाँनिर छ है अब अलिकति बाँकी छ अब होलेरी आइसकेका छौँ हामी यहाँ चाहिँ एकछिन बस्छौँ होला रेस्ट गर्छौँ खानासाना खान्छौँ अनि एकछिन त्यो साँझ 2-3 बजीतिर फर्किन्छौँ होला
होलेरी बजार ठ्याक्कै अहिले चाहिँ होलेरी बजार आइपुगेको छौँ मुरुल लेक जानिन नि दाइ कता मुरुल लेक जानिन नजाऊँ त्यही हो अहिले चाहिँ हामी यहाँ होलेरी छौँ सो त्यही हो त रियाक्सन चाहिँ बबाल आउँछ कि होलेरी बजार चाहिँ हेर्न सक्नुहुन्छ जस बबाल छ यहाँसम्मको बाटो चाहिँ एकदम धौ छ यहाँ कपाल पुरै धुलोले जेल्लेर कस्तो भएको छ के भएको छ है लास्टै धौ भएको छ सो त्यही हो अझै अगाडि जान्छौँ अनि अगाडि गएपछि गुराँस टिपेर चाहिँ अब घर जान्छौँ होला अनि अलिकति ढिलै जान्छौँ घर हामी सो यो माथि दबन सबन जाने बाटो यो चाहिँ यस्तो बवाल छ ठाउँ कतिको धौ टिकाराम त यहाँसम्म यात्रा आज धौ भएकै छैन प्लेनमा आएको प्लेनमा यस कस्तो वाला प्लेन सो हामी चाहिँ अहिले माथि मुरुली लेक जाँदैछौँ अनि यहाँबाट चाहिँ अलिकति नजिक नै छ यो होलेरी भयो के यो साइड त्यहाँ होलेरी छ त्यो होलेरी भयो त्यहाँबाट चाहिँ अलिकति नजिकै छ अनि योबाट जस तपाईँहरूको 15-20 मिनट जति लाग्छ अरे अनि अहिले चाहिँ खाना खाएर भर्खर रेस्ट हल्का लियौँ आधी घन्टा 15 मिनट रेस्ट लियौँ त्यसपछि कन्टिन्यू गरिरहेछौँ अनि हामी चाहिँ ठ्याक्कै टाइममा आइपुग्यौँ कि अनि बिचमा चाहिँ टिप्पर लिएर गएको थियो हाम्रो टिका रान्दा कस्तो भइरहेछ भात खाएपछि अवस्था एनर्जी बढेको के दरो अझै कुदाइदिनु जस्तो लागिरहेछ साइकल भाइ सिकिस्तै भएको छ को पारस भाइ कम भाइ बाटो अहिले चाहिँ हाम्रो बाटोको क्रममा चाहिँ हाम्रो हेर्न सक्नुहुन्छ यहाँ गुराँसको चाहिँ रम्म छ है लास्टै छ कि झलमल पुरै गुराँस त पुरै बाटैभरि यो मुरुली लेक जाने बाटोमा चाहिँ तपाईँहरूको गुराँस चाहिँ धेरै रहेछ कि जस टन्नै छ कि जस अब फालाफाल जति छ अनि अगाडि साइडतिर चाहिँ धेरै टिप्छन् कि यो पेट्रोल पम्प साइडतिर अनि यो यसको पेट्रोल पम्पको साइडको पछाडितिर पर्छ अनि माथि मन्दिर छ भने सुनेको थिएँ अनि त्यहाँ मुरुलीको मन्दिर जाँदैछौँ सो त्यही हो गुराँस त हेर्न सक्नुहुन्छ बबाल छन् गुराँसको फुल है हो कस्तो हाम्रो रोल्पातिर पाउने रातो गुराँस है कस्तो छ भन्नु दामी अहिले चाहिँ हेर्न सक्नुहुन्छ यही गुराँसको रुख गुराँस त कति छन् यहाँ फालाफालकै गुराँस त एउटा दुईवटा पुरै 360 भरि गुराँस प्लस अलिकति तल खच्या छन् कि धेरै जस टन्नै छन् कि गुराँस हेर्न सक्नुहुन्छ ऊ त्यहाँ छन् ऊ त्यहाँ दुईजना चाहिँ यहाँ फोटो सेसन हानिरहन् अनि म चाहिँ यहाँ हल्का यस्तो भिडियो सिडियो बनाउनु पाएँ टङ्गे जस्तो टङ्ग्यौँ न त भनिरहेको छु यो चाहिँ हाम्रो घोराइ झर्ने बाटो हामी झर्ने चाहिँ यही बाटो है अनि यहाँ चाहिँ पुरै भिड छ अब कहाँ पुरैले लेख्छौँ अनि माथि मन्दिर नजाने कुरा भयो अनि विपिन दाइ फेरि जङ्गिएर एक्लै जानुभएको छ अनि म चाहिँ हेर्न सक्नुहुन्छ यहाँ यो रुख काटेको ठाउँमा त्यो गर्न चाहिँ बसिया छौँ यो चाहिँ होइन सो यस्तो चाहिँ यहाँ गुराँस हेर्न सक्नुहुन्छ यो गुराँस त लड्रममा फल्याएको छ यस्तो मस्तको सो यहाँबाट चाहिँ तपाईँको कच्ची पक्की यस्तै छ अब यहाँबाट चाहिँ पुरै लाउने सुरु भइसकेको छ भनौँ न लगभग है अनि बाटो चाहिँ देख्न सक्नुहुन्छ हाम्रो यस्तै हो नेपालको बाटो अफरोड त अब त्यही नै हो यस सही हो गाडीहरू चाहिँ एकदम हिँड्छन् नि यतातिर हाइवे भएको कारणले हो कि ओ माई गड गाडो विपिन दाइ ल सेपरेट मेरो दाइ दामी हान्नु पऱ्यो बिजुली अटिनलाई कतै के हुन्छ फेरि सो हामी चाहिँ यो के भन्छन् अरे नामै थाहा पाएँ नामै त्यो घरनिर आइपुगेको छौँ अब भिडियो हेरेर थाहा पाइहाल्नुहुन्छ ओ माई गड बाटो लास्टै बिग्रेको छ आमामा हावा र दाइहरू चाहिँ धेरै अगाडि गइसक्नु भएको सोध्दै हो म पनि अगाडि गइरहेको छु यो बाइकवालाले डिस्टर्ब गरिरहेको यहाँ अगाडि हेर्दै धुलो खाएको आमा अनि पखाली कति खाइदिन्छ त्यो दामी छ यो हामी चाहिँ निस्किरहेको हामी तलतिर घरतर्फ
पारी कता कता जाने लास्टै टाढा जस तपाईँको यहाँबाट एक भनेपछि 1.5 घन्टा जति 1.5 घन्टा अझै धेरै लाग्छ कि टाढा छ नि यार देख्दाखेरि पो नजिक आउनु बेला टिप्परमा आयो त्यही भएर सजिलो भयो अहिले अरूमा अब नि जो अलिकति टाइम लाग्थ्यो प्लस पैसा लाग्थ्यो कि त्यो त अहिले हामीले टिप्परमा लगाएको कारणले पैसा 1 रुपियाँ ल्याउनु भएन कि कार राइडमा निस्क्यो मान्छे यार भाइ हामीले पैसा कहाँ ल्याउनु त भन्ने कुरा गरिरहनु भएको थियो ठिकै छ त्यो पनि कुरा छ यो दामी हो यार त्यहाँनिर चाहिँ मलाई छिट्टो बुझेको थियो है त बब्बाल दामी अब छोटो मिठो डाउन हुन्छ होला हाम्रो अब कतिको डाउन हुन्छ दामी बाइकलाई ढुलो होइन बाइकलाई तरी यार दाइ आमा ढुलो त डेन्जर छ हेर्न सक्नु चाहिँ लास्टै ढुलोले हामी जाने तल कता अब बिच बाटोमा ह्यान्डल नसोर पनि अलिकति सो हामी चाहिँ अहिले त्यो तलै आइपुग्यौँ खै अब यो ठाउँको नाम खासै थाहा छैन कि यतातिर खासै घुमिन्न नि त त्यही कारणले यतातिरको ठाउँ नामै थाहा छैन सो बाटो चाहिँ दामी छ बबाल बाटो चाहिँ एकदम रिक्सी छ रिक्सी धुलै आजभोलि टिप्पर हिँड्छ क्या बाटो त्यही कारणले होला कि अलिकति के अरे बिग्रेको अनि छुट्टै हो हामी चाहिँ यहाँ खाराको बटको यो लेकमा आइसकेका छौँ अनि यहाँ बाटो चाहिँ एकदम बिग्रिएको छ आमा पुरै छोडिदिनु बिग्रिएको बाटो र अलि गाडीहरू भेटिन्छ न अलि तल गएपछि तिमीलाई चाहिँ अवश्य नै घुमाउनु पर्ने हुन्छ हामीले चाहिँ सो त्यही हजुर यो खानाको बनाऊ किन हामीलाई गाडीले यही बाटोतिर छोडिदिएको थियो यसरी पर्थ्यो उतातिर छोडेर हामी चाहिँ अहिले धेरै तल छौँ हल्का कुदाउनु लाग्यो भने त नि चेन छोडिदिइहाल्छ अब के भन्ने अब के भयो कि पत्ता लगाउन सकिन्न हो ए आम ठुलो हेर्न सक्नुहुन्छ यिनीहरूले दाइहरूले यही साइडको ठुलो र आमा दाइहरूले धुलो खुवाएको हामीलाई डेन्जर नै अरे टिप्पर रहेछ अगाडि अलि थाहा यार टिप्पर रहेछ र धेरै अगाडि नजानु यस्तो टिप्पर चाहिँ ओ बिपिन दाइ कहाँ साइड फिल्टर न साइडको छ र ठुलो र हेर्न सक्नु नजानु है नजानु हामी त अलिक घुम्ती गरिदिनु क्या एकछिन कहाँ घुम्ती गर्ने बटेको होइन हेर त आमा ठुलो त ओ साइड दिएन अरे आमा होइन बाटो सानो छ कि नकराउनु कि बाटो सानो छ हो मेरो दाइ आमा यही धुलो खान त आइहाल्यो Oh my god. साइडै नदिने रे यार आमा साइडै नदिने कस्तो के साह्रो यिनीहरूले त गाडीहरूले चाहिँ यस्तो बाटोमा लास्टै पेल्छन् कि अलिकति डह्रो पेल्छन् कि कुरै छोडिन ए कहाँ टर्निङ नै पुगेछ Oh my god, गाडी एउटा के ओ अरे डेन्जर नै छ यार धुलो त
दामी छ यो दामी छ यो बबाल छ है बबाल भइरहेको छ हाम्रो तिनीहरूलाई ओभरटेक गर्नु पाइरहेन यहाँ मेरो केही राम्रोसँग पुल आएन कि माथितिर अनि त्यही भएर अर्को चाहिँ ल्यान्ड गर्छ आमामा ए बदमास ठुलो त भ्यू चाहिँ बब्बार छ है My God. ओ कहाँ लड्किन्छ यार कहाँ लड्किन्छ बड्डा टायर त ओहो यो हामीले होलेरीदेखि माथि लेकहरू सबै काटेर हामी यता आइसकेका छौँ त्यही हो अनि के छ त अरू यस्तै त सबै अब कन्टेन्टहरू मैले पेलिरहेको छु अब बिस्तार सपोर्ट गर्दै गर्नुपर्छ तपाईँहरूले पनि नै धुलो छ कि राति त पुरै छोडिदिनु म फेरि धुलोमा जान्छु अब आमामा बाटो त यस्तो खतम छ नि यतातिर यो बाटो हुन्थेमा अलिकति स्पिड लिएर घुमाउनु पर्छ पुरै सिली भयो क्या पारस दाइ त पारी पुग्नु भएको छ हामी चाहिँ तल च्यानगिर आइपुग्न लाग्यौँ च्यानगिर आसपास आइरहौँ सोध्दै हो आउनु अगाडि रोकौँ ल अर्टिङ पुरा भइरह अगाडि अर्टिङ पुरा भइरह्यो सो फेरि हामी कन्टिन्यू गरिरहौँ यहाँ चाहिँ लास्टै भाइब्रेसन दिइरहेको क्या एकदम के भन्ने यहाँ हल्का यु टर्न छ कि लामो टर्न हान्नुपर्छ कि उतार गाडी के आयो पनि घाँस चाहिँ हानिदिइहाल्छ कि यो कुनाबाट दाम घोडातिर त होली लागिरह होला आज हामी होलीको दिन आएको थियौँ नि त यतातिर अनि घोडातिर त खेलिरह होला होली चाहिँ होइन को आछ पछाडि कहाँ खाल्टो छ केही देखिन्न र यहीबाट के बितेन कहाँ के छ केही देखिन्न बटा यो बाटोमा धेरै धुलो छ क्या तपाईँहरूको चाहिँ होइन कहाँ के छ खाल्टो त कहीँ देखिन्न र आमामामा ओ माई गड बाटोमा चाहिँ जति सक्यो अगाडि जाने क्या यहाँ धुलो लास्टै खाउँछन् क्या ड्राइभरले पुरै छोडिदिनु धुलो त एकदम छ क्या यो बाटोमा दुई तिन ठाउँतिर यस्तो अप्ठ्यारो छ नि बाटो ओ माई गड बाटो यार के हो क्या बाटो यार धुलो मोटरसाइकल
ओ माई गॉड यहाँ चाहिँ डेन्जर छ कि बाटो डेन्जर छ नि बाटो चाहिँ डर धुलो खाँदा नि प्लास्टिक ढुलो खाँदा नि अगाडि ट्रक आहा आमामा ऊ त्यही छ ट्रक अगाडि ट्रकले धुलो खाउने पछाडि मान्छेले धुलो खाउने त्यो ट्रक अघि हामीले माथि खाने देखाएको भेटाएको थियौँ यार अरे माथि ओ माई गड जान्दिम आजको राइड आजको लास्टै खतरा पनि राम्रो पनि मजा आयो जो लङ राइड भयो अन्तिका रामदाईको हुलिया हेर्न सक्नुहुन्छ एकदम बवाल अर्ग्यानिक पाउडर लगाइएको छ अर्ग्यानिक सो त्यही वाट्सएप अहिले चाहिँ हामी ठ्याक्कै यो माथि यो चाहिँ हाम्रो मौलाकोट जाने बाटो अनि यो चाहिँ दहतिर अनि माथितिर चाहिँ रोल्पा जाने बाटो अनि भर्खर हामी रोल्पाबाट आएको छौँ हाम्रो हालत हेर्न सक्नुहुन्छ यस्तो फोहोर भएको छ अनि साइकलको हालत हेर्न सक्नुहुन्छ पुरै धुलो छ अनि सामानहरू यता छ सो आजको भ्लग यति नै थियो अब तपाईँहरू मेरो च्यानलमा हुनुहुन्छ नि डु नट फर्गेट टु लाइक कमेन्ट सब्सक्राइब डु नट फर्गेट टु लाइक कमेन्ट सब्सक्राइब सबजना सपोर्ट दिनु पऱ्यो माया दिनु पऱ्यो सधैँ यस्तो के भन्छ ब्याक सपोर्ट दिनु पऱ्यो त्यस्तो टाइपको भनौँ न अनि सो त्यही हो आजको भिडियो नै यति नै थियो अनि तपाईँ मेरो च्यानलमा हुनुहुन्छ डु नट फर्गेट टु लाइक कमेन्ट सब्सक्राइब सबजना सपोर्ट दिउँ माया दिउँ योचोटि चाहिँ भिडियो सुट तपाईँको चाहिँ गोप्रो हिरो 13 देखि भइरहेछ अनि त्यहीको लागि हामी यता टाढा गयौँ अब भिडियो सुटको लागि कस्तो भइरहेछ दाइ भन्नु न आजको एकदम एडभेन्चर भयो होइन नसोचेको भयो शरीर पुरै भाइब्रेट भइरहेछ मेरो तर एकदम रमाइलो फिल भइरहेछ अब यस्तो घोराइटो हाम्रो हेर्न सक्नुहुन्छ हुलिया घोराइटो होलेरी गर्न पाउँदा चाहिँ म धेरै खुसी छु त्यही हो ल सो त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ दिस गाइज बाई नेक्स्ट भ्लगमा छिटै भेट्नुपर्छ ल